तपाईँहरू सबैलाई फेसबुक पेजमा, टिकटकमा, मेरो इन्स्टाग्राममा र युट्युब च्यानलमा स्वागत छ, अभिवादन छ। सम्पूर्ण मित्रहरू, यहाँहरूका बिचमा म एउटा सानो होम स्टुडियो तयार गरेर बस्ने तमर्को गरिरहेको छु। मलाई लाग्छ पक्कै पनि तपाईँहरूले स्वीकार्नुहुनेछ, तपाईँहरूले मन पराउनुहुनेछ, तपाईँहरूले एकदमै अत्याधिक मन पराइदिनुहुनेछ, सेयर गरिदिनुहुनेछ, लाइक कमेन्ट गरिदिनुहुनेछ भन्ने म आशा राख्दछु। आदरणीय मित्रहरू, मेरो यो साथीहरूसित मेरो गुनासो, सँगै हिँडेका साथीहरूसित मेरो गुनासो छ। म यो गुनासोको विषयमा एउटा छुट्टै गुनासो भन्ने शीर्षक नै राखेर मैले एउटा कविता तयार गरेको छु। म केही दिनपछि त्यो गुनासो शीर्षकको कविता यहाँहरूका बिचमा वाचन गर्ने नै छु र त्यो छुट्टै पाटो रह्यो। र मलाई दुःख लाग्छ, विगतका केही दिनमा म लगायत मेरो टिम जब गाउँ गाउँमा, बस्ती बस्तीमा, जनताका बिचमा हामी जनताका सुख दुःखका गीतहरू गाउने प्रयास गर्थ्यौँ, गाउनका निमित्त हिँड्थ्यौँ। करिब करिब तपाईँहरूलाई थाहा नै होला, म 27 वर्ष जनताका गीत गाउँदै गाउँ गाउँ हिँडेको मान्छे हो। र मैले गीत गाउँदै गर्दा ताली पिट्ने कयौँ तमाम साथीहरू आज मेरो पोस्ट 4 चोटि हेर्छन्, तर एउटा लाइक गर्ने हिम्मत छैन उहाँ। जो हिजो मैले गीत गाउँदा, मेरो टिमले गीत गाउँदा स्वयंसेवकका रूपमा हिँड्नुहुन्थ्यो, जो मैले गीत गाउँदा, मेरो टिमले गीत गाउँदा, हामीले हाम्रो प्रस्तुति दिँदा ताली पड्काएर हाम्रो कार्यक्रम हेर्नुहुन्थ्यो। आज उहाँ, मैले फेसबुकमा, इन्स्टाग्राममा, टिकटकमा र युट्युबमा मैले मेरा प्रस्तुतिहरू जे जस्ता छन्, जे जस्तो सक्छु त्यस्ता प्रस्तुतिहरू म प्रस्तुत गर्दै जान्छु। म हेर्छु, उहाँहरू 4 चोटि हेर्नुहुन्छ, 1 चोटि होइन 4 चोटि हेर्नुहुन्छ, तर लाइक गर्न सक्नुहुन्छ, कमेन्ट गर्न सक्नुहुन्छ। अनि त्यही प्रकारले हामीले जुन व्यक्तित्वहरूलाई हामी आदर्श मान्ने गर्थ्यौँ, ती व्यक्तित्वहरूसित हामीले केही सल्लाह सुझावको अपेक्षा मैले राखेको थिएँ र मैले प्रस्ताव पनि गरेको। ल, म यसो कार्यक्रम गर्दैछु, मलाई कमसेकम कहाँनिर के हुँदैछ, त्रुटि कहाँनिर के हुँदैछ, मलाई सल्लाह दिनुहोला, सुझाव दिनुहोला, तपाईँ अग्रज भनेर मैले ठुलो आशा राखेको। तर त्यो आशा मात्रै रह्यो, तर केही भएन। त्यसकारण र मैले अहिले के सोचेँ भने म 2-3वटा गीत लेखेको थिएँ। गीत रेकर्ड गराउनका निमित्त अलिकति लामो भयो, सुनिदिनु होला। यस पछाडि मैले गीत राख्दैछु, गीत पनि हेरिदिनु होला। मैले 2-3वटा गीत लेखेको थिएँ र त्यो गीतलाई रेकर्ड गराउनका निमित्त म स्टुडियोतर्फ गएँ। कसैले 22,000 खर्च माग्यो, कसैले 25,000 खर्च माग्यो, एउटाले 30,000 एउटा गीत। अनि मैले विचार गरेँ, आखिर 25-30,000 रुपियाँ खर्च गरेर गीत गाएर आखिर हुने कि? त्योभन्दा त 10-15 हजारको सामान किनौँ, त्यस्ता गीत 50 नगाउँ भन्ने उद्देश्यले मैले होम स्टुडियो स्थापना गरेँ। म म्युजिक पनि आफै एरेन्ज गरिरहेको छु। म यहाँहरूको बिचमा आज जुन गीत राख्न गइरहेको छु, त्यो गीतको म्युजिक एरेन्ज मैले नै गरेको, शब्द पनि मैले नै लेखेको। मैले साथीहरूसित शब्दहरूमा सुझाव मागेको थिएँ, कसैले सुझाव पठाइदिनु भएन। मैले जे जस्तो जाने मैले त्यही लेखेँ र त्यही गाउने प्रयास गरेको छु। र मसित भएको यो होम स्टुडियोमा एउटा समस्या के छ भने अलग अलग ट्र्याक हुँदैन। एकचोटि
रेकर्ड गर्ने, त्यसपछि त्यसलाई बजाउने, त्यसैमाथि अर्को रेकर्ड गर्ने, त्यसपछि त्यसलाई पनि रेकर्ड गरिसकेपछि अर्को बाजा बजाउँदै बाजा थप्दै जाने। बाइचान्स कहीँनिर मिस्टेकले बिग्रियो भने त्यो पुरै बिग्रिने अझ सुरुदेखि गर्नुपर्ने हुँदाखेरि कति कति झन्झटिलो छ। तर पनि म फुर्सद मिलेको बेलामा प्रयास गरिरहेको छु, यहाँमा म ल्याउने प्रयास गरिरहने छु। अब यो धेरै लामो नबोलिकन तपाईँहरूका बिचमा यो प्रस्तुति राख्न गइरहेको छु यसरी।
गोरु खाली खुकुरीमा धार लगाई गोरु खाली खुकुरीमा धार लगाई गोरु खाली खुकुरीमा धार लगाई गोरु खाली खुकुरीमा धार